हेलो वेलकम टु माई युट्युब च्यानल। आजको भिडियोमा म तपाईहरुलाई आजकल ट्रेन्डिङमा रहेको यस्तो फोटोलाई यस्तो फोटोलाई यस्तै खालको बनाउनको लागि म तपाईहरुलाई गिब्ली आर्ट बनाउन तपाईहरुलाई सिकाउन गइरहेको छु। गिब्ली आर्ट बनाउन धेरै सफ्टवेयरहरु छन् हैन त। गिब्ली आर्ट, ChatGPT, ग्रुप एआई र यस्ता एआईबाट बनाउन सकिन्छ। जसमध्ये पनि धेरै राम्रो छ यो ChatGPT बाट बन्ने भएकोले म तपाईहरुलाई ChatGPT को प्रयोग गरेर गिब्ली आर्ट बनाउन तपाईहरुलाई सिकाउन गइरहेको छु। त्यसैले यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। जम्मा यो ChatGPT ओपन गर्ने। अब यसरी चाहिँ ChatGPT ओपन गर्ने। ChatGPT ओपन गरिसकेपछि यहाँनिर प्लस आइकन छ, प्लस आइकनमा थिच्ने, त्यसपछि फोटोजमा जाने। त्यसपछि हामी हाम्रो फोटोहरु चाहिँ यहाँ सिलेक्ट गरेर अपलोड गर्ने। यहाँनिर प्रम्प्ट हामीले टाइप गर्नुपर्छ। क्रिएट अ गिब्ली आर्ट दिस फोटो भनिएको छ। यहाँनिर प्रम्प्ट दिएको छ। यहाँनिर बनाउन सुरु गरिरहेको छ। यहाँनिर केही चाहिँ वेट गरौँ। यो चाहिँ थोरै यसले टाइम लगाउने गर्दछ। अब यहाँनिर बनिसकेको छ। यो माथिको यो फोटोलाई यसले चाहिँ गिब्ली आर्टमा बनाइसकेको छ। यसरी हामीले पनि बनाउन सकिन्छ। अब यसलाई डाउनलोड गर्नको लागि यहाँनिर थिच्नु पर्यो। त्यसपछि सेभमा जाने।